आज चाहिँ मेरो छोराको स्कुलबाट आउँदाखेरि दाँत हल्लेछ है। एन्ड्रुको यहाँ दाँत पनि चाहिँ हल्लेको नानी देखाऊ। कुन चाहिँ दाँत हो? खै हात छोरा त यो दाँत हल्लिँदैछ है मेरो छोराको। यो नि यो चाहिँ खै यो दाँत हल्लिँदैछ। एकछिन अन्त 8 वर्ष पुग्नु आँटिसक्यो। किन चाहिँ दाँत नझरेको भनेको। आज चाहिँ स्कुलबाट आउँदाखेरि दाँत हल्ल्यो भन्दै आइपुगेछ मेरो छोरा चाहिँ। यो चाहिँ मेरो छोराले भुलि 9 वर्ष भएर पनि दाँत अलिक जाउँ छैन त। अलिक ब्याग जाउँ न। 9 भएर पनि निखाको दाँत। यहाँ चाहिँ यहाँ हाम्रो एन्ड्रु सर चाहिँ दाँत हल्लिने मान्छे। यहाँ चाहिँ एड्रेल छ। ऊ एड्रेलको दाँत देखाउनु। सबै झर्नु आँटिसक्यो एड्रेलको चाहिँ। एन्ड्रुको चाहिँ भर्खर हल्लिँदैछ।